डिके सर, तपाईँलाई जिटिभी खबरमा स्वागत छ। हस्, धन्यवाद। तपाईँलाई नि यो नेपालमा अहिले जल्दो बल्दो अथवा अहिलेको वर्तमान समयमा कुनै एउटा असल नेताको नाम लिनु पर्यो भने कसको लिनुहुन्छ? होइन, असल नेताको नाम लिनु पर्दाखेरि चाहिँ हर्क साम्पाङ पनि एउटा पहिलो स्थानमा हुनुहुन्छ। अब दोस्रो बालेन्द्र शाह पनि हुनुहुन्छ र अब गोपी हमाल। किन उहाँहरूले पदमा बसेर दुरुपयोग गर्नु भएको छैन, त्यही भएर त मान हुनुभयो। अब मान भन्नाले चाहिँ त्यो धेरै बोल्ने र लामो भाषण गर्नेलाई मात्रै मान भनिन्न कि नेता भनिन्न। हामीले त्यो परिभाषा चेन्ज गर्नुपर्छ। हामीले नेता त इमान्दार मान्छे, जे बोल्यो त्यो गर्ने मान्छे चाहिँ हामीले चाहेको हो नि। धेरै बोल्नको निम्ति त तपाईँको विश्वमा धेरै मोटिभेसनल स्पिकरहरू पनि छन्, बोल्ने मान्छेहरू पनि छन्। त्यस कारणले अहिले चाहिँ एकदमै क्लिन मान्छे, कुनै चाहिँ तपाईँको विवादमा नबुझिएका, होइन, सार्वजनिक पदमा रहेर पनि चाहिँ नराम्रो काम, ठगी काम नगरेका व्यक्तिहरू भनेको यिनै व्यक्तिहरू हुन्। योभन्दा अर्को कोही पनि छैन। अहिले बारम्बार दिनदिनै के आइरहेको छ त भन्दाखेरि पूर्व प्रधानमन्त्रीहरू पनि भ्रष्टाचार गरेको अथवा ठगी गरेको सेटिङमा धेरै कामहरू गरेका रहेछन् क्याबिनेटमा रहेर। भने अब अहिलेसम्म चाहिँ के अरे हर्क साम्पाङ, बालेन्द्र शाहहरूले यति पैसा खायो भनेर कसैले उजुरबाजु गरेका छन्? छैनन् नि। हजुर, तपाईँले यो तीनजना नेताहरूको नाम लिनुभयो, तपाईँ बताउन सक्नुहुन्छ 1, 2, 3 गरेर हर्क साम्पाङ के कारणले जनतामाझ पपुलर भयो, बालेन के कारणले र गोपी हमाल के कारणले चाहिँ जनतामाझ लोकप्रिय हुनुभयो? हर्क साम्पाङको भनाइ के हो भने नेता बन्ने हो भने उनले बारम्बार भनेका छन् कि म पोलिटिक्सको परिभाषा चेन्ज गर्न आएको, म यो जुन हाम्रो पोलिटिकल जुन संस्कार छ त्यो संस्कारलाई चेन्ज गर्न आएको मान्छे भनेर उनले बारम्बार भनेका छन्। र उनले के भनेका छन् भने लिड बाई योर सेल्फ भनेका छन्। हामीले लिडर बन्ने हो भने, नेतृत्व बन्ने हो भने हामी आफै अगाडि जानुपर्छ, अरूलाई मात्रै लगाउने होइन, कुर्सीमा बसेर मात्रै यो पोलिसी भनेर पोलिसी मात्रै बनाउने होइन। अनि ग्राउन्डमा चाहिँ जो जोखिम मोल्ने को त? जोखिम चाहिँ अरूले मोल्ने, अनि त्यसको जम्मै जस लिने चाहिँ को त भन्दाखेरि कुर्सीमा बस्ने। त्यो मिल्छ त? त्यो मिल्दैन। जसरी 10 वर्ष जनयुद्धमा चाहिँ मर्ने को थिए? मगर, राई, लिम्बू, होइन, परियारहरू थिए नि। उनीहरूले चाहिँ ज्यान फालेर गए, चाहिँ तपाईँको बन्दुक पनि उठाए। अहिले को प्रधानमन्त्री भयो त भन्दाखेरि तिनै दालहरू, भट्टराईहरू भए। त्यहाँ पनि असन्तुष्टि भयो नि त। 100% खै त मूल्य पाएको। त्यसैले नेता बन्ने हो भने चाहिँ ग्रास लेभलमै, ग्राउन्डमै उत्रिनुपर्छ भन्ने परिभाषा कसले दिए? हर्क साम्पाङले दिए। त्यसैले उनलाई चाहिँ पहिलो स्थानमा राखेको। वास्तवमा त्यो पोलिसी बनाउनलाई हामीलाई त्यत्रो समय लाग्दैन। पोलिसी बनाउनको निम्ति त मिटिङमा बस्ने हो नि त, छलफल गर्ने हो नि त। अनि त्यसलाई कार्यान्वयन गर्नको निम्ति को मान्छे आयो, को मान्छे आएन, को मान्छेले चाहिँ राम्रो माल हालेको छ कि छैन, को मान्छेले चाहिँ फर्जी बिल बनाइरहेको छ, को मान्छेले चाहिँ फाइल तोडमोड गरेको छ भन्ने कुरालाई हेर्नको निम्ति त ग्राउन्डमै निस्किनु पर्यो नि त, उत्रिनु पर्यो नि त। हर्क साम्पाङले भने जस्तो होइन। त्यसैले हर्क साम्पाङ चाहिँ लोकप्रिय छ। उनले अब यो परिभाषा चेन्ज गर्छु भनेका छन्। यसो गर्यो भने चेन्ज हुन्छ। अनि चीनमा माओ सेतुङले के गरेका त? पोलिसी बनाएका हुन् त अफिसमा बसेर। त्यहाँ पनि चाहिँ गृहयुद्ध भएको थियो। गृहयुद्ध हुँदाखेरि लुकेर मात्रै गरेका थियो त। फ्रन्ट साइडमा चाहिँ जनता पछाडि आएको थियो, उनी अगाडि थिए नि त युद्धमा त। अनि उनीहरूको त ड्रिम थियो। र त्यहाँ उहाँहरूले जुन माओवादको जुन वाद छ त्यो वादलाई त त्यहाँ चाहिँ तपाईँको विचार मात्रै होइन, उहाँहरूले कार्यान्वयन गरेर त्यहाँ प्रमाणित गरिदिनु भयो। त्यो भएर संसारभर माओवाद भन्ने आयो। हामीले चाहिँ के वाद ल्यायौँ त? अब हामीले के गर्यौँ? जबसम्म नेपालीहरूको जीवन परिवर्तन हुँदैन, यो सामान्यबाट मैले भन्न खोजेको अलिकति एडभान्स लेभलको हुँदैन। अनि हाम्रो यो जुन सामाजिक चाहिँ तपाईँको संरचना छ, यो समाजको सोच छ, यो सोचलाई पनि जबसम्म हामीले परिवर्तन गर्दैन, कहाँबाट परिवर्तन हुनु पर्यो? खानेकुरामा परिवर्तन हुनु पर्यो हाम्रो सोच, पढ्ने कुरामा सोच परिवर्तन हुनु पर्यो। यो धर्म कर्मका कुराहरूमा हामी अहिले पनि चाहिँ हामी पुरातन सोचमै छौँ। त्यो सोचलाई चेन्ज गरेर अलिकति एडभान्स लेभलको जानु पर्यो, वैज्ञानिक सोचबाट पनि जानु पर्यो। त्यही चिजलाई गर्ने हो। तर पनि चाहिँ अब हामीलाई चाहिँ तपाईँको
यो संसारले त अलिकति अगाडि धगलिसक्यो नि त, धगलिनु पर्यो नि। हर्क साम्पाङले राम्रो काम गर्दा गर्दै पनि हर्क साम्पाङको विरोध गर्ने मान्छेहरू पनि त्यत्तिकै छ नि। हर्क साम्पाङको विरोध हुनुको पछाडि चाहिँ के छ कारण? सुन्नु, समाजको एउटा चरित्र के हुन्छ भने राम्रो काम गर्नुहोस्, नराम्रो काम गरे के गर्छन्, अबुई भन्छन्, अथवा त्यही कोही चाहिँ गफ गर्ने हुन्छन्, कुरा काट्ने हुन्छन् होइन। राम्रो काम गर्नेको चाहिँ तपाईँको के हुन्छ त, विरोध त भइरहन्छ नि। यो समाज हो। किन हाम्रो यो दिमाग कस्तो हुन्छ भने कसैले राम्रो काम गर्यो भने थपडी मार्ने होइन, ईर्ष्या गर्ने हुन्छ। आफू पनि गर्न नसक्ने, अर्कोले गर्यो भने पनि के गर्ने, ईर्ष्या गर्ने। अनि यो खालको सोच भएको हुनाले यसलाई चाहिँ नकारात्मक सोच भनिन्छ। सकारात्मक सोच भएको बेला राम्रो हो त भनेर हामीले टेवा दिने हो कि उनको आलोचना गर्ने हो? तपाईँले यो तीनजना नेताहरूको नाम लिनुभयो नि, गोपी हमाल, बालेन शाह अनि हर्क साम्पाङ। यो तीन नेताहरू मध्ये अग्रस्थानमा तपाईँले हर्क साम्पाङ राईलाई राख्नु भएको? एकदमै। हर्क साम्पाङले उनको बोली अलिकति तितो पिरो टर्रो छ, तर काम गर्ने कुरामा त क्लिन छन्। हामीलाई त क्लिन मान्छे चाहिएको हो नि त। यसो भन्दै गर्दा गोपी हमाल र बालेन शाह चाहिँ क्लिन मान्छे होइन भन्ने अर्थ लाग्छ। उहाँहरू पनि क्लिन मान्छे हो, मैले त भनिसकेँ नि। तर के भन्दाखेरि अब उहाँहरूको पनि मैले चाहिँ इलाबोरेट गर्नु पर्दाखेरि उहाँहरू पनि राम्रो, उहाँहरूले जस्तो गोपी हमालले चाहिँ धनगढीमा राम्रो काम गर्नुभएको छ, उहाँ पनि भ्रष्टाचार मुछिनु भएको छैन, कसैले विरोध पनि गरेको छैन, कसैले चाहिँ तपाईँको त्यहाँ आरोप प्रत्यारोप पनि भएको छैन होइन। काम गर्ने क्रममा टसल पर्छ, घरमै पनि चाहिँ तपाईँको श्रीमान श्रीमती बिचमा पनि टसल परिरहन्छ, त्यसलाई हामीले सामान्य रूपमा मान्नुपर्छ। बालेन्द्र शाहको पनि अहिले के भइरहेको छ भन्दाखेरि त्यहाँ कर्मचारी बिचमा पनि टसल परिरहेको छ, यसलाई पनि हामीले सामान्य रूपमा मान्नुपर्छ। एउटा विरोध गर्ने क्षमा हुन्छ, एउटा विरोध गर्ने चाहिँ तपाईँको ग्रुप हुन्छ, त्यही भित्र पनि उसलाई हामीले बुझाउन जरुरी छ। ऊ पोजिटिभ बन्न चाहँदैन, ऊ स्वार्थको पछाडि लागेको छ, के गर्दा चाहिँ ठिक हुन्थ्यो ढाँटिरहेको छ नि त। हामीले चाहिँ तपाईँको यो सार्वजनिक पद धारण गर्दै गर्दाखेरि हामीले जनताको निम्ति, यो राष्ट्रको निम्ति चाहिँ प्रमुख देशलाई चाहिँ हामीले केन्द्रबिन्दुमा राखेर निर्णय गर्नुपर्छ। तर अहिले के भएको छ भन्दाखेरि त्यहाँ चाहिँ तपाईँको 12 तला बनाउनु पर्नेमा कति तला बनाइयो त भन्दाखेरि 19 तला बनाइयो। यो कसको गल्ती हो त? गल्ती त तिनै चाहिँ तपाईँको प्रशासकीय अधिकृत भन्नेहरूको रहेछ। अब यो हुँदै गर्दाखेरि सत्तामा रहेका मान्छेहरूले चाहिँ त्यसलाई के बनाएका छन् भन्दाखेरि तोडमोड गरेर कुराहरू अर्को लगाएर होइन, त्यो त होइन नि त। किन 11 तला 12 तला मात्रै बनाउने चाहिँ नक्सा पास भयो त त्यो भ्यू टावर भन्दाखेरि 19 तला बनाइयो भने त्यसको फाउन्डेसन पनि कमजोर छ। धेरै तला थपेर चाहिँ सानो भूकम्प आउँदा पनि लडेर त्यो सबै भग्नावशेषमा परिणत हुन्छ। अनि मान्छेहरू पनि त्यहाँ वरिपरि बसेका हुन्छन्, त्यहाँ मान्छेहरू चाहिँ मर्छन्, धेरै धनको जनको क्षति हुन्छ। त्यसैले अग्लो चाहिँ भ्यू टावर बनाउनु हुँदैन, 12 तलाको मात्रै ठिक छ भनेर चाहिँ तपाईँको त्यो नक्सा पास भयो। अनि 19 तला किन बनाइयो, कसले बनायो? सिधै हामीले चाहिँ त्यो कुरा गल्ती भन्ने कुरा देखेको छैन। तर अझै पनि एउटा खेमा जो त्यो कर्मचारीहरू छ अथवा माथिदेखि तलसम्मका मान्छेहरू छन्, जो सेटिङका मान्छेहरू छन्, एउटा ग्रुप र एउटा झुन्ड छ, त्यसले के बनाइरहेको छ, त्यही बालेन्द्र शाह गलत हो भन्ने बनाइरहेको छ भने अब जनताले बुझ्न जरुरी छ। यो हावा कुरा होइन। जबसम्म जनताले यो कुराहरू बुझ्दैनन्, बुझ्न सकिन्न भने पछाडि तिनै चिजलाई चाहिँ लिएर चाहिँ के गर्ने हुन्छ नि त भन्दाखेरि एउटाले खेलिरहेको हुन्छ र फाइदा उठाइरहेको छ। बालेन्द्र शाहले भनेको के त, हामीले नियममै बनाएको छ नि त। फेरि बालेन्द्र शाहले निर्णय गरेको होइन, त्यो त स्थानीय सरकारलाई निर्णय गर्न दिएका कुरा हुन्। त्यो त तपाईँको इन्जिनियरले त्योभन्दा माथिको अथवा धेरै तलाको बनाउनु हुँदैन, कमजोर हुन्छ। हाम्रो देश अलिकति आर्थिक रूपमा पनि कमजोर छ। हामीले चाहिँ अमेरिकाको जस्तो, हङकङको जस्तो, सिङ्गापुरको जस्तो, मलेसिया कतारको जस्तो मेटेरियल्स लाउन त सक्दैनौँ नि त। हाम्रो देश त गरिब छ नि त। अब नेपालमा चुनाव आउन लगभग 2 वर्ष जति बाँकी रहँदाखेरि अब यो 2084 सालको चुनावमा कुन पार्टीले जित्दाखेरि चाहिँ देश बनला जस्तो लाग्छ तपाईको? अब हेर्नुहोस्, नयाँ कुनै अलिकति म्याचर पोलिटिकल पार्टी आयो भने त्यसको पक्षमा जनता जाने देखेका छ। तपाईले राष्ट्रसभाको राष्ट्रिय स्वतन्त्र पार्टी पनि म्याचर देखिएन, किनभने विभिन्न खालको चाहिँ मुद्दा मामिलामा फसिरहेको छ।
अब यसलाई चाहिँ यस्तै हुन्छ पोलिटिक्समा, जहिले मुद्दा मामिला चलिरहन्छ, विवाद भइरहन्छ, घेराबन्दी गरिन्छ भनेर त भएन नि त। जहिले घेराबन्दी भयो भने हामी जनताले चाहिँ उनलाई टेवा दियो भने भोलि गएर काम गर्ने बेलामा पनि घेराबन्दी गर्यो भने काम त भएन नि त। त्यसैले सर्लक्क कुनै विवाद रहनु भएन, विचारमा जितेर आउनु पर्यो, काममा जितेर आउनु पर्यो, अनि जनताले विश्वास गर्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्यो देखिएको छैन, त्यो उनको कमी कमजोरी पनि हो। अब त्यसलाई चाहिँ अब सहज ढङ्गले अहिले जसरी चाहिँ एउटा क्लाइमेक्समा पुगेको छ, अहिले मुद्दा मामिला चलिरहेको छ, त्यसलाई चाहिँ अब सेफ ल्यान्डिङ गर्नेतर्फ जानु पर्यो। त्यसो भयो भने जनताले चाहिँ अलिकति विश्वास गर्छन्, होइन यिनीहरूलाई पनि देश हाँक्न दियो भने सही ढङ्गले चाहिँ चलाउँदो रहेछन्। यता छिमेकी राष्ट्रहरूसँग पनि सन्तुलित तरिकाले, अनि पोलिटिकल पार्टीहरूसँग पनि सन्तुलित तरिकाले, जनतासँग पनि किपिङ टचमा रहेर जनताका चाहिँ मुद्दाहरू, उनीहरूले राखेका एजेन्डाहरूलाई चाहिँ प्राथमिकता दिएर चाहिँ काम गर्ने रहेछन् भन्ने खालको विश्वास चाहिँ जनताले गर्छन्। तपाईँको विचारमा के लाग्छ, अब 2084 सालको चुनावमा हर्क साम्पाङ राईले पार्टी खोल्छ होला? हर्क साम्पाङले अब खोल्छु भनेर त अब ग्रुपमा जोडिनु भन्ने आह्वान त भइ नै रहेछ। अब कति जोडियो उहाँलाई थाहा होला। अब यो तरिकाले जोडिएर त हुँदैन। अहिले उहाँ पदमै रहनु भएको हुनाले उहाँलाई पनि नैतिक रूपमा बाहिर अहिले आउन अलिकति अप्ठ्यारो परिरहेछ। तर साँच्चै नै चाहिँ तपाईँको एउटा पोलिटिकल पार्टी खडा गर्ने हो भने यी हिजोका पोलिटिकल पार्टीहरूको के ड्रब्याक्सहरू रह्यो, अब त्यो चिजलाई चाहिँ फिल्टर गरेर केलाएर अब बन्ने पोलिटिकल पार्टीहरूलाई चाहिँ सर्लक्क जनताको पक्षमा निर्णय गरेर काम भइहाल्ने खालको चाहिँ पोलिटिकल पार्टी बनाउनु पर्छ। एउटा पोलिटिकल पार्टी चाहिँ त सरकार बनाउँछ, अर्कोले विरोधै मात्रै गर्छ भने पछाडि काम गर्न नदिएपछि त्यसको इफेक्ट, त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुरा जनताले देख्न पनि पाएनन्, बुझ्न पनि पाएनन्। एटलिस्ट पनि गलतै भए पनि त काम गर्न त दिनु पर्यो नि त। तर यहाँ त न काम गर्न दिएको अवस्था छ, खालि आलोचना मात्रै भयो। आलोचनामा दिन बिताउने, समय बिताउने खालको पोलिटिकल पार्टी खोलेर त काम पनि छैन, त्यो अर्थ पनि छैन, जनताले त्यस्ता खोजेको पनि होइन। र हर्क साम्पाङलाई मेरो अनुरोध के छ भने अब त्यस्तो खालको पोलिटिकल पार्टी बनाउनु भएन। तपाईँले वृहत छलफल गरेर अब भ्रष्टाचार गरिरहेको छ, यहाँ मुद्दा मामिला हुन्छ, ठुला माछा पक्रिन सकिन्न, त्यही चाहिँ तपाईँको साना माछा भन्नेहरू भरियाहरू मात्रै पक्रिन्छ। अब कस्तो चाहिँ बन्यो भने, सरकार बन्यो भने, कस्तो पोलिटिकल पार्टी बन्यो भने, कस्तो हाम्रो चाहिँ प्रशासनिक अथवा यो शासकीय स्वरूप कस्तो बन्यो भने चाहिँ भ्रष्टाचारीलाई चाहिँ कर्याप्झ्याप बनाएर चाहिँ तुरन्त चुनावमा हाल्न सकिन्छ, विरोध गर्न चाहिँ नदिने खालको कस्तो हुन्छ, त्यो स्पष्ट आउन पर्यो हर्क साम्पाङको पोलिटिकल पार्टीमा, होइन अहिले देखिएको त्यो। अब अर्को के देखिनु पर्यो, विकास लिड बाई योर सेल्फ भन्नुभएको छ। जनता सबै कसरी जोडिन्छ त? अब सबैले सेक्रिफाइस गर्लान् भन्ने त छैन। उहाँ पो जनताको निम्ति खर्चु, पैसा कमाउनु पर्दैन भन्ने सोचमा हुनुहुन्छ। सबै पैसै नकमाऊ भन्ने त छैनन् होला। उनका पनि बालबच्चा पाल्न पर्ला, उनीहरूको पनि रोगब्याग लाग्ला। भोलि चाहिँ तपाईँको एउटा चाहिँ 1 लाखको अपरेसन गर्नु पर्यो भने ऋण माग्नु पर्ने, अहिले काम गरेर कमाउनु पर्नेमा जनताको निम्ति अथवा यो राष्ट्रको निम्ति भनेर चाहिँ तपाईँको खट्ने हो भने त अनि को मान्ला त हो? अब जनता सबै एक ढिक्का कसरी बन्छन् त? बनेनन् भने कसरी सुधारिनु पर्छ, कसरी ल्याउनु पर्छ भन्ने चाहिँ एउटा ग्रुपिजम गर्ने अथवा जनताको चाहिँ इच्छा के हो त, त्यो इच्छालाई पनि बुझेर चाहिँ एउटा पोलिटिकल पार्टी बनाउनु पर्यो। के गरियो भने चाहिँ जनताहरू सबै चाहिँ आउँछन् त अब श्रमदानमा हो। यो कुरालाई चाहिँ के गर्नु पर्यो, हर्क साम्पाङले बुझेर चाहिँ पार्टी गठन गर्नु पर्यो। यो हावामा एउटा ग्रुप बनाएर मात्रै अब रवि लामिछाने हेर्नुहोस्, अस्ति के नै गर्छु भनेर चाहिँ उप प्रधान तथा गृहमन्त्री पनि भने चाहिँ तपाईँको खालि जुवारी मात्रै चल्यो संसदमा, अनि फाइल मात्रै खोल्न आँटेको थियो अरे, अब पक्रिन सकेनन्। यस्तो तरिकाले चाहिँ के गर्ने त? अब हेर्नुहोस् त, हाम्रो मत त त्यतिकै गयो नि त। अब त्यस्तो खालको पोलिटिकल पार्टी खोलेर हुँदैन। अब चाहिँ एकदमै काम गर्ने खालको भ्रष्टाचारीहरूलाई कसरी चाहिँ करेजा बनाएर हाल्ने, अनि सबै जनताहरू चाहिँ काममा कसरी आउने बनाउनको निम्ति चाहिँ त्यो चाहिँ स्पष्ट आउनु पर्यो। मुखले भनेर मात्रै हुँदैन, फेरि भोलि हामीले भनेको थियौँ नि भनेर हुँदैन। जिटिभी खबरलाई समय दिनुभयो डिके सर, यहाँलाई धन्यवाद। हस्, यहाँलाई पनि।
धन्यवाद छ।